वकिङ टाकोस खाएको अनि यस पछाडि आइसक्रिम खाने। नमस्ते सबैजनालाई, गुड मर्निङ, गुड आफ्टरनुन, जता पनि हुनुहुन्छ, जो पनि हेर्नुहुँदैछ। आज चाहिँ यहाँनिर थर्सडे बिहान भएको छ अनि हामी चाहिँ जान आँटेको छौँ सिडर पोइन्ट। सिडर पोइन्ट भनेको चाहिँ एउटा ठुलो अम्युजमेन्ट पार्क हो, ओहायो स्यान्डविस्कीमा छ। अनि यो चाहिँ हामी जहिले वर्षमा एक खेप चाहिँ जान्छौँ, मी एन्ड माई कजिन्स। सो आज पनि जान आँटेको। अनि यो चाहिँ हाम्रो 4th or 5th टाइम हुन्छ गएको। अनि म तपाईँहरूलाई देखाउँछु कस्तो छ, किनभने कस्तो धेरै ठुलो राइड्सहरू छ एन्ड देन स्विमिङ पुलहरू छ। वरिपरि चाहिँ इरी लेकले सराउन्डेड गरेको छ एन्ड देन आउ सो यु नजारा। हामी चाहिँ सिडर पोइन्टमा आएर पनि आज वेदर अलिक कस्तो छ, सो कति राइड ओपन भएको छैन। होपफुली अहिले एकछिनमा ओपन गर्छ होला। अनि अहिले चाहिँ यो फेयर्स व्हिलमा चढेको। यता हेर्नु, यहाँ राइड खोलिन्छ भनेर मान्छेहरू कति पर्खिरहेको छन्। यो गेट किपर यहाँको नजारा हेर्नु ल, कस्तो राम्रो छ। कत्रो उयो चाहिँ सेकेन्ड हाइएस्ट रोलर कोस्टर हो उपरको। यता इरी लेक छ, वान अफ द बिगेस्ट लेक्स। दिस प्लेस यो ठाउँ चाहिँ पानीले सराउन्डेड गरेको हो। हामी चाहिँ भर्खर 2टा राइड खेलिसक्यौँ, 2टा रोलर कोस्टर। उयो टेल गरेको खेलेको, यत्रो बडे लाइक यसरी टेल गरेर सट्टै जाने। एन्ड देन यो ओरेन्ज खेलेर भ्याएको। यो चाहिँ सेकेन्ड वर्ल्ड हाइएस्ट सेकेन्ड रोलर कोस्टर हो। अहिले ओपनै भएको छैन, आई होप भरे ओपन हुन्छ होला। अब चाहिँ अर्को रोलर कोस्टरमा जाने। धन्न घाम लागेर अहिले चाहिँ अलिक सबै खोलिँदैछ, नत्र भने त आस पनि अलिक हराएको थियो। प्लस हामीले फास्ट लेन किनेको थियौँ। इट वाज लाइक रेगुलर टिकट चाहिँ 50 हो कि 60 समथिङ हो। फास्ट लेनहरू चाहिँ टोटल 220 पुगेको थियो। अनि त्यो त उयो गर्नु भएन। सो धन्न अहिले राइडहरू खोलिँदैछ। हामी चाहिँ फेरि फर्स्टको रोलर कोस्टर खेलेर अहिले ट्रेनमा चढेर अलिक टाढा जान आँटेको। अब चाहिँ ट्रेन पनि छुट्यो। हामी गएको। हामी चाहिँ अहिले यो लाइनमा छौँ यो रोलर कोस्टर खेल्नुलाई। हेर्नु यहाँ माथिबाट आउँछ अब। अनि त्यहाँबाट जान्छ, वुडबाट बनाएको। अहिले चाहिँ 5 बजिरहेको छ अनि हामी अहिले चाहिँ 5:30 भएको छ। अनि हामी चाहिँ यो ठुलो रोलर कोस्टरमा चढ्न आँटेको। अघिको पनि चढ्यो, अलिअलि टाउकोहरू दुख्दैछ, अलिक वाक्कै हुँदैछ र पनि त्यत्रो पैसा तिरेको छ। अनि यसले चाहिँ कहाँ माथि लान्छ, क्यामेरामा चाहिँ त्यस्तो देख्दैन। यहाँहरू यत्रो लाइन छ, तर हाम्रो चाहिँ धन्न फास्टले धेर उयो रोकिनु पर्दैन। कति घन्टा नै बज्छ, तर यहाँ छ नि यिनीहरू। अहिले चाहिँ बल्ल खाने ब्रेक भएको। अघि पनि खाइसकेको। अघि भर्खर मलाई चाहिँ फेरि भोक लागेर वकिङ टाकोस खाएको अनि यस पछाडि आइसक्रिम खाने। यहाँ त एकछिन हिँड्दै भोक लाग्छ गर्मीले पनि, तर आज त त्यस्तो गर्मी छैन। कसरी खानु? यो माइकले अलिक ASMR पनि भइरहेको छ होला। Who got this?
यता हेर त अहिले चाहिँ खाएर पनि हामी यहाँ चढेको हामी चाहिँ खाइसकेर पनि गाडीमा चढेको म चाहिँ पछाडि बसेर आरामले ठुलो मान्छे बस्नु परेन Is this blinking? Yeah, bro. Okay. You're recording? Yeah. Oh Lord. That's crazy. Right. हामी चाहिँ अब घर गएको हामीले वर्ल्डको सेकेन्ड हाइएस्ट रोलर कोस्टर पनि खेल्यौँ उहाँ माथिको अनि अब चाहिँ घर गएको हामी चाहिँ धेरै गलेको छौँ अनि अहिले 11 बज्न आँट्यो कति राइडहरू पनि खेल्यौँ तर फोनहरू क्यामेराहरू लानु पाउँदैन त्यही भएर देखाएन तर राति चाहिँ कस्तो उज्यालो